दसैँ आएको डे 2 भ्लग। यो चाहिँ हाम्रो गाउँ हो गाइजहरू। सो आज चाहिँ हामी फाटक जाँदैछ सबैजना। ड्राइभर दादालाई बोनस पैसा दिन हामी चाहिँ आज फाटक जाँदैछ मोरा मुन्छेर्दी होइन, दसैँको बोनस अन्त सबैले थाप्दैछ। सो ड्राइभर दादा पनि। सो यस, यो चाहिँ दसैँको डे 2 भ्लग हो। दिस इज मी भर्खर नुहाएर आएको। दिस इज मी राइडिङ दिस भएको मुन्छेर्दी पनि नुहाएर आएको अरे। अनि के भन्ला मैले के भन्न। दिस इज मुन्स राइडिङ द स्कुटी आफ्टर अ लङ टाइम, अलमोस्ट 1 or 2 months भइसक्यो होला। 2 months भइसक्यो होला मुन्छेर्दीले स्कुटी नकुदाएको। किन नकुदाएको चाहिँ भनेपछि मुन्छेर्दी सिलगढीमा आएको थियो, बसेको थियो नि त, अन्त कति भएको थियो नआएको, त्यही भनेर। सो यस, अहिले चाहिँ बिहानको घाममा चाहिँ अलिकति राम्रो आउँदैछ। अनि आज चाहिँ हामी प्लान छ कि हामी वीरपाडा पनि जाने, बट नट स्योर जान्छ कि जाँदैन। लेट्स सी। जुत्ताहरू किन्नु। तुलसीपाडा यता चाहिँ बगान छ अनि यता चाहिँ गाउँ। दिस साइड बगान अनि यता। यहाँ चाहिँ हामी वकमा बिहान आएको थियो, त्यो चाहिँ मैले फोन ल्याएन, त्यही भएर भिडियो गरेन होइन। अन्त एज यु क्यान सी यो चाहिँ लङ्कापाडा रोड हो। अन्त तपाईँले कतिवटा भिडियोहरूमा पनि देखेको होला लङ्कापाडा भनिकन। दिस इज द लङ्कापाडा, यो चाहिँ हो लङ्कापाडा होइन। अनि लङ्कापाडाको ठिक अपोजिटमा यतापट्टि चाहिँ हाम्रो गाउँ छ तुलसीपाडा। अनि हामी अहिले यहाँ फाटक आइपुग्यो, वेट गर्दैछ। सो यता साइड चाहिँ हो लङ्कापाडा होइन, अनि यता चाहिँ हाम्रो गाउँ तुलसीपाडा हो नि। अहिले चाहिँ यहाँ टिप्परहरू कुद्दैछ अनि यहाँ बस्ने ठाउँ पनि छ। अन्त अब हामी एकछिन बस्ने। त्यो चाहिँ लङ्कापाडा हो सब। अन्त त्यो पहाडहरू चाहिँ भुटानहरू हो, अल भुटान। केसमा भुटान र इन्डियाको बिचमा हाम्रो छेउमै पर्छ है भुटान। घुम्न जानु पनि सजिलो। हाम्रो चाहिँ ड्राइभर दादा आउनु भयो। ड्राइभर दादाको स्माइल हेरिदिनुहोस् है गाइजहरू, स्माइल उहाँ दिनुहुँदैछ मुन्छेर्दीले। स्माइल हेरिदिनुहोस् ड्राइभर दादाको। यता चाहिँ लङ्कापाडा जानुहुन्छ। अब यो यहाँ चाहिँ अब दादाहरू भुटान जानुहुन्छ। अब कस्तो रुमाको रहेछ आम्बो, एकछिन खाएको त तात्दैछ नि। तलबाट वक गर्दै आएको। हाम्रो गाउँ चाहिँ यहाँ छैन, तर हामी त यस्तो भएर वहाँ तल जान्छ, तल फाटक, तल पनि फाटक छ एउटा। अन्त फेरि यता भएर यहाँ आउँछ। अनि यो पुलमा हामी एक्सर्साइज गर्छौँ, अन्त फेरि आउँछ। तर यो एक्सर्साइज गरेको पनि हामीलाई फाइदा हुँदैछ, अलिकति वेट त लुज हुँदैछ। दसैँमा खाए पनि त अब गेन हुँदैन, एक्सर्साइज गरेर घटिहाल्छ। जति छ त्यति नै हुन्छ। अब आज चाहिँ एक्सर्साइज गरेन, खाएको गऱ्यो भने त अन्त आमामा हामी त हात हुन्छ। म त झन् सबैभन्दा बेसी वेट चाहिँ मेरो नै छ। सबै म छक्कै परेको, मेरो वेट त्यति मात्रै भनेर। तिमीहरू जति नै होला सोचेको थिएँ नि त, किनकि तिमीहरूको हाइट छ, त्यही भएर तिमीहरूको भएको हो। मेरो हाइट तपाईँ हाइट पनि कम्ती, अन्त अलिकति मोटो भएर चाहिँ बेसी मोटो देखेको नि। मलाई पनि यस्तो ज लाइन फ्लेक्स हान्नु मन परेछ। मेरो स्कुलमा सबै साथीहरूले गर्छ, मैले मात्रै गर्नु पाउँदैन। द्याट इज वाइ आइ एम वर्किङ हार्ड फर द्याट, यस्तो वाला फ्लेक्स गर्नुलाई। भर्खर चाहिँ मुन्छेर्दीको आँखामा किरा पस्यो छैन। यो चाहिँ उहाँ यतापट्टिको पनि पहाड छ, त्यो पनि। यता चाहिँ हाम्रो बजार लाग्छ, शनिबार सटरडे हाम्रो बजार लाग्छ यतापट्टि। अन्त तर हामी डेली चाहिँ आउनु सक्दैन, तर हामी अब कोही कोही बेला चाहिँ आउँछ घुम्नुलाई। अन्त यता चाहिँ पत्तीको काम चल्दै रहेछ। के अरे सो हाई गाइज, आज चाहिँ हाम्रो डे 2 को भ्लगमा चाहिँ फुपू चिया बनाउन आएको छ हाम्रो घरमा। डे 2 को भ्लगमा चिया ब्रेकफास्ट यहाँहरूको ब्रेकफास्ट हाम्रो डाइटिङको। हामी बेसी के अरे ओइली हुँदै भने बिहान चाहिँ हल्का डाइट दिन्छ न। पपकर्न, इट्स भेरी लाइट ब्रेकफास्ट वी हेभ। यहाँ झऱ्यो अनि दिस इज चना, इट्स भेरी हेल्दी।
हाम्रो मोमो आयो oh my god सो गाइज अहिले चाहिँ मैले काम गरी तुरिकन बस्यो अनि अहिले पसिना देखेको छैन किनकि मैले भर्खर मुखदेखि आएको अन्त मैले चाहिँ आधी मात्रै भिडियो बनायो अन्त चाहिँ मैले पुरै काम गरेँ यति जबराहरू निकालेको थियो सबै पुसपास गरेर राख्यो एन्ड यस अब चाहिँ एकछिन रेस्ट गरेको अनि फेरि काम गर्नुपर्छ होला सो स्टे ट्युन टिल द एन्ड बाई सो गाइज अहिले चाहिँ यहाँ बोजू सुतिराख्नु भएको छ अन्त यहाँ रिया दी हुनुहुन्छ अनि दिस इज मी मेरो कपाल मेरो होला अहिले चाहिँ हामी तिनजना चाहिँ बसिरहेको छ अघि सबैजना थियो त्यति बेला मैले भ्लग गरेन फोन थिएन अनि त्यही हो ए सो आजको हाम्रो प्लान चाहिँ थियो उत्थान मतलब कि वीरपाडा सो आजको हाम्रो प्लान चाहिँ थियो वीरपाडा जाने होइन किनकि आज फुलपाती पनि थियो अन्त विथ थट अब दसैँको ड्रेस पनि किन्नु थियो किनकि अस्ति मैले सिलगढीमा पाइनँ अन्त वीरपाडाबाट किन्छु भनेको थियो अनि फुलपाती पनि घुम्नु जान्छु भनेको थियो बट अनफर्चुनेटली हामी चाहिँ जानु पाएन किनकि यहाँ आमा र बाबाले चाहिँ जानिँदैन भिड हुन्छ भनेर अनि त्यो अब स्योर चाहिँ थिएन कि वेदर अब हामी चाहिँ मेनली उत्थान जान्छु भनेको थियो बिरयानी खानु किनकि यस्टरडे वी गट 500 हामीलाई चाहिँ फुपूले 500 दियो नि त किनकि फुपू चाहिँ बाहिर जानुभयो अन्त सबैलाई 500 भाग्यो अब 500 त तुराउनै पऱ्यो त्यही भएर चाहिँ वी थट वी विल गो उत्थान एन्ड ह्याभ बिरयानी होइन त्यही भएर अनफर्चुनेटली बिरयानी चाहिँ हाम्रो लकमै थिएन सो हामी चाहिँ भोलि जाने प्लान छ फेरि अब लेट्स सी भोलि पनि के हुन्छ फेरि भोलि पनि भइरहेको सो त्यही हो अब के अरे भोलि चाहिँ हामी वी विल ट्राई टु गो होइन तर भोलि चाहिँ के छ भने सुँगुर काट्छ सो यु विल सी अन टुमारो ब्लग सुँगुर काटेको ब्लग होइन सुँगुर काटेको लगाउनु सो आफ्टर सुँगुर सबै गरिसकेर खाइसकेर खाएर त्यहाँदेखि चाहिँ हामी इफ भयो पोसिबल भयो भने हामी जान्छ नभए वेडनेसडे किनकि वेडनेसडे त्यसै नि आपाले लिएर जान्छ हामीलाई घुमाउनु होइन कहाँ जान्छ अरे त्यतिखेर चाहिँ हामी वी विल गो फर पन्डाल भिजिटिङ सबै उयो बनाइ भएकोमा so let's see if you will go then you will of course see the vlog of Uthan eating biryani so stay tuned for that so yeah bye not bye we will again be coming with the exercise vlog exercise video tonight baju bye भन्दिन आइलेको लागि bye बजु bye guys चाहिँ हाम्रो मुन्छेहरू आउनु भएको छ हाम्रो घरमा खाना बनाउनु न्यू भ्लग न्यू पिपल अब के भन्छ त न्यू पिपल टु मेक फुड होइन चाहिँ हामी हिँड्नु आएको छ हाम्रो घरमा को पाहुना भइहाल्छ मिठाई खाने कि मिस्टी खाने पाहुना हुन्छ कि भाडा बोल्दा सबैजना ग्रुप जाउँ न मैले बोजूले भने यहाँ छ हाम्रो फुपू खोइ मुन्सी रिया दी अनि जेरी बहिनी सो अब दिस इज डे 2 अफ डेली भ्लगिङ अन्त अब हामी हाम्रो चाहिँ भयङ्कर डिस्कसन हुँदैछ भोलिको लागि सबैजना भोलि चाहिँ हामी उत्थान जाने डिफ्रेन्ट ल तिर किनकि बिहान त घाममा पनि जानु मन पर्दैन भोलि चाहिँ हाम्रो रियादेहरूको घरमा सुँगुर काट्छ गाइस
you'll see that vlog चाहिँ after त्यसको भ्लग पनि आउँछ दशैँको दिन देख्छ वेन्सडे देख्छ पहिला जान्थ्यो नि उनीहरू पनि खेल्दै त गएको होला लिङ्गेपिङ हामी चाहिँ गाइस चलक भएर अब राति हुँदा लिङ्गेपिङ खेल्नु गएको होइन इट्स अलमोस्ट 9:30 होइन मान्छेहरू हुँदैन भनेर बट मान्छे हुन्छ होला जाँदैछ खेल्नु गोरु हो रापता कसको हो यो लिएर जानुहोस् ओगी नि ओगी खतरा गनाको नि दशैँको बेलामा यसरी बाटातिर खसिएन छोड्नुहोस् होला छोड्नुहोस् होला मिसिङ बाख्रा भन्ने होइन त्यहाँ होस् भयो अब कहाँ गएछ भएर राति आएको अरे राति पनि छोड्दैन रहेछ मेरो त जानु पर्ने हो नि रामझोडा नि फर्स्ट टाइम लागेको रामझोडा जानु पर्ने रामझोडा मेरा जानु बोल्यो है उसको नाम लाइट देखा उसको नाम लाइट दिखाई उसको नाम लाइट देखा ना खोल्दा ए कुचल हुँदैन यहाँ चिने क्या खेलेको अरे के खेलेको यो खेलेको अरे न सम्म ल जेनी बहिनी खेल्यो 3-2 केम हुँदैन म के ब्लास्ट खेलौँ प्रभु भने 3, 2, 1 को जम्प सो गाइस हामी चाहिँ खेलिसक्यो होइन अनि खेलिसक्यो लिङ्गेपिङ हामी अब चाहिँ घरतिर लागेको यहाँ चाहिँ हाम्रो एक्सर्साइज चल्दैछ रातिको एभ्री वान इज टायर्ड आदि गरेर पनि बसेको हामी चाहिँ डेक अलमोस्ट डन डेक गानाको साथमा नि नफुप्स डन यस्तो गर्दा पनि हुन्छ त बुढी घट्छ बाई भन्दिनँ न त बाई भन्दै मेरो भ्लगमा बाई भन्दै भ्लगमा आऊ अब देखेन अगाडि अगाडि आऊ Bye, good night. Bye, Riyadi. Bye, Boju. See, guys, this is day 6 of my exercise. Thank you so much, guys, for watching. I hope you all enjoyed watching my day 2 of Dasai vlog. And please do like, share, subscribe, and hit the bell icon. See you in my 3rd day of my daily vlogging. So stay tuned till then.